बेटी बाबै के गर्नुभएको छातामा बारीमा पनि के को छाता ओढ्नु परेको नि फर्सी फर्सी चाहिए फर्सी आहा कति छिटो बढ्यो है 1-2 दिन नआएको त त्यो होइन बुढो उयो परको सनफ्लावर होइन उयो कुनै के पो भन्छ इङ्ग्लिस नाम छ बिस्तारै भरे म त्यहाँ आउँछ ल कुन चाहिँ टिपौँ यत्रो धेरै छ टिपिहाल्छु ल के टिपेको यस्तो यो त नेपालमा त सुँगुरको चारो भन्छ अब यहाँ त हो नि नेपालमा त सुँगुरको चारो त भन्छ त नि अब यहाँ त हामी नै खान्छौँ कसरी सुँगुरको चारो भन्नु हुँदैन भन्नु अब होइन अब त सब्जी पो भन्नुपर्छ यहाँ हेर्नु न यहाँ हेर्नु आउनु मेरो के छ अर्को के छ त्यहाँ काँक्रा यहाँ भित्र सुँगुरको चारो भन्नु छोडे अब म त यसलाई सब्जी भन्छु अबदेखि है यस्तो भएको छ अनि यिनीहरूलाई शीतल होस् भनेर निकालिदिएको कि काँक्रा अस्ति खाएँ नि मैले यहाँको काँक्रा फर्सी पनि फलेछ फर्सी पनि फलेछ फर्सी त कुनै फर्सी त उता परको छ नि ठुलो त कहाँ छ यहाँ पर फर्सी यो मकै बारीमा फर्सी बारीमा इस्कुस फर्सी नअडिने यो त माथि माथि चढिगएछ के टिपेको त्यो अरे यहाँ त कसले मारेछ त त्यसले यता आउनु त म भन्छु अब छेउमा यता हेर्नु त अब म भन्छु यो चाहिँ नि देखाउनु न यहाँ नेपालमा चाहिँ सुँगुरको चारो लट्टे हो भन्छ होइन अब चाहिँ म सुँगुरको चारो भन्नु छोडेको किन भन्नु न किन तपाईँले पो भन्नुपर्छ त किनभने अब खान्छौँ यहाँ त अनि त्यही भएर सब्जी खाएपछि कसरी चारो भन्नु म त सब्जी भन्छु ल अबदेखि त मेरो लागि चाहिँ सब्जी है अब यहाँ हेर्नु न कति धेरै हो कति छ नि अझै पनि छ यो चाहिँ दिदीलाई वेल्समा पठाइदिनु आँटेको वेल्समा हो यो बेबी काँक्रा पनि पठाइदिनु होला नटिपते